कहाँ यो गाडी ठिक पारेर आएको आफ्नो पत्ता आउँदैन आउनु भन्ने आदेश छ मन्त्रालयसम्म त यसमा जाउँ न त्यसपछि अर्को चढी हालिन्छ नि ए कुरा त्यसो हो ल ठिकै छ ल जाउँ होइन एउटा ह्यास भन्ने माइक्रो आउँछ त्यसैमा चढेर आउनु भन्थे आउँदैन त अनि दुःख नि कति दिन सक्या खुरुक हेलिकप्टर चढाएर लग्या भए त भइहाल्थ्यो हेलिकप्टरमा आनन्दले लग्या भए पो वार्ता सफल हुन्छ माइक्रो बसमा ब्रोइलर कुखुरा कोच्या जसरी लान्छन् उहाँ पुगेपछि जिउ दुख्छ जिउ दुखेपछि औषधि खायो भुसुको निदा आयो अनि कसरी हुन्छ होइन ओहो नेताज्यू के हो झोला सोला नि बोकिया छ कता जान लाग्नु भयो आजकल नेताहरू एक्लै एक्लै यसरी झोला बगेर कहाँ जान्छन् थाहा छैन पत्रिका पढ्ने गरेका छैन कि टिभी नि हेर्ने गरेका छैन के हेर्नु टिभी के पढ्नु पत्रिका यस्तो काम भयो यस्तो कुरो निर्णय भयो यस्ता सहमति भयो भन्ने कुरा आए पो यसो टिभी हेर्नु पत्रिका पढ्नु सधैँ एउटा कुरा आउँछ के हेर्नु त्यस्ता टिभी र पत्रिका हो त्यही भएर सहमति खोज्नलाई गोप्य बैठक बस्न हिँडे अनि किन एक्लै त न गाडी छ न गाड छ केही पनि देख्दिन त कसैले नल्याउनु एक्लै आउनु भने छ भने मान्नै पर्यो यसरी एक्लै एक्लै गाड पिए नलिकन गएर के गर्नुभयो तपाईँहरूले बैठक त बस्नुभयो कि 3 दल मिलेर 3 बुक फिट्न थाल्नुभयो आजकल त म्यारिज चलेछ के अरे म्यारिजमा पनि अहिले नयाँ गेम छ हातले मोठ्याउन सक्ने बिल छैन यत्रो चाहन्छ बिल यत्रो पैसा मैले कहाँ ल्याएर तिर्नु मुख खानु जस्तो जेलमा पनि यत्रो दिन बस्नु छ अनि यत्रो पैसा पनि मैले तिर्नु फेरि हो त्यहीबाट मोटरसाइकल चलाउँदाखेरि ध्यानपूर्वक चलाउनु पर्छ भने बाटो हेरेर चलाउनु पर्दैन कहाँ हेरेर चलाएको कहाँ हेरेर चलाउनु नि चलाउनु त बाटो हेरेर चलाएको अनि बाटामा मान्छे देखेन त कि आँखा चिम्लेर चलाएको ल अब ऊ बिरामी ठिक भइहाले त हस्पिटलको बिल जति जम्मै तिर्ने अनि लाग्ने कहाँ जाने भने त्यसलाई यसको मात्रै उपचार गर्नु भयो गुणस्तरको मेरो उपचार गर्नु परेन चुप ए बुढा तिमी धेरै बढी हुने होइन अहिले यसलाई छोडेर तिमीलाई चाहिँ छुन्न पर्ला नि घाइतेको पो उपचार गर्छन् त सधैँ मान्छे उपचार गर्छन् खै आफू माथि पर्यो भन्दैमा अनावश्यक दुःख दिन नखोज फेरि केस उल्टेला यो पुलिस पनि त्यतै मिलेछ सुनिस् कुरा चिल्लाएर बसिराख्यो भने गुणस्तरको एक्सन सिक्न एक्सन फोन गरेर बोला तिम्रो साथीहरूलाई बोला चौकी हेर्नु परेन चुप लाग्यो बुढा अहिले यही पैसा नि पाइँदैन अनि थाहा पाउँछौ भोलि बाटोमा मैले पनि त बाइक लिएर हिँड्नुपर्छ नि दुर्घटना भन्ने जला नि पर्न सक्छ मेरो उपचार भइगयो अब यो उपचार खर्च लिएर छोडिदेऊ न स्याबास युवा भने युवा हो तिमी चाहिँ बरु कुरा बुझ्ने रहेछौ यसले बुझेर भयो म बुझ्दिन यसलाई त म गुणस्तरको मुद्दा हाल्छु मुद्दा हो गर्नु पर्ने नै त्यही हो ल हाल मुद्दा हाल मजाले मुद्दा हाले हुन्छ मलाई पनि आनन्द हुन्छ कमसेकम जेल बस्नु त पर्दैन अब नेपालको मुद्दा यही हो अहिले मुद्दा हाल्यो भने 20 वर्ष लाग्छ टुङ्गिनलाई 20 वर्षसम्ममा त तिम्रै टुङ्गो लागिसक्छ मलाई नि आनन्द हाल मुद्दा हाल यो हस्पिटलको खर्च तिरेर दुवै पक्ष जाने उहाँ डाक्टरले फोन गरेर दिक्कै बनाइसक्यो अब यत्रो पैसा त कहाँबाट ल्याएर तिर्नु थोरै पैसा छ र त्यहाँ बरु यसो हजुरले भनेर अलिकति घटाइदिउँ ए मोटरसाइकलले हान्ने त पैसा घटाउँछ म त आफै भन्न अनि यो बिलमा कति उठाएर त पैसा अब यहाँको यो बिल अनुसारको हिसाब किताब गर्यो भने त झन्डै 1.5 लाख पुग्छ नि असै साहब बरु हजुरले यसो भनसुन गरेर यसो छुट गराइदिने हो भने मलाई अलिकति सजिलो पर्थ्यो कि 1 लाखसम्म त छुट दिन्थ्यो कि हजुरले भनेपछि के रे 1,50,000 मा 10-15 हजार पो छुट पाइन्छ त 1 लाख छुट पाइन्छ मलाई चाहिएकै त्यति हो नि त त्यति भए अलिकति सजिलोसँग तिर्न सकिन्थ्यो ए तँलाई चाहिँदैमा हुन्छ खोइ कहाँ छ मोटरसाइकल बेच्ने तिर्ने हो ल अब त्यसै गरौँ मोटरसाइकल बेच्ने पैसा तिर्ने खोइ तेरो मोटरसाइकल कहाँ छ म गएको त भन्ने बित्तिकै मोटरसाइकल किन्ने ग्राहक पनि त फेला पर्नु पर्यो नि भन्ना साथ कसले किन्छ मलाई आपत परेको छ भने यो कुरो मलाई यहाँ भन्ने होइन तिमीहरू दुवै पक्ष हस्पिटल जाने पैसा तिर्ने अनि सहमति गरेर घर घर जाने नियम कडा छ मुकुन्द हजुर साहब ल त यी दुवै पक्षसँग हस्पिटल जा त हस्पिटलमा यसले पैसा तिरेर कुरो मिलेर सहमति भयो भने दुवैजनालाई आफ्नो घर पठाइदिए नत्र भए फेरि यहीँ लिएर
ल बा अब हस्पिटल जाने खर्च जति जम्मै यसले तिरिहाल्छ अनि छोरोले नि घरतिर जाने फेरि उपचार खर्च ट्याम्मै पाइँदो रहेछ भने रोडको बिच हिँड्ने होइन त्यहाँ छेउछेउ लाएर हिँड्ने बुझ्नुभयो ओए बिल टिप ले जा होइन यसले मात्र उपचार खर्च पाएर भयो मेरो उपचार हुन पर्दैन रिमोट लागिरहेछ आँखा पनि कमजोर भइरहेछ ए बुढा चुप लाएर बस चाहिने कुरा पो गर्नुपर्छ कुरोकोले गरेन मिल्यो छोरो पनि यतै मिल्यो यसले पनि केही पाए जस्तो छ म मात्र एक्लै भएँ नि म मात्र एक्लै भएँ तरिका चुप लाग भने के हल्ला गर्दा दिमागै खराब भइसक्यो यार ओए मुकुन्दे सकेसम्म उतैतिर मिलाएर पठाइदिए है यता फर्काउने होइन त्यो के भन्नु चलाउनेले पनि राम्रोसँग नचलाइदिने हिँड्ने पनि राम्रोसँग नहिँडिदिने उहाँ अब बाटो काट्ने पुल हाल्ने हुन्छ कति हतार लाग्यो बाटो तलतिर पनि बाटो काट्छ झमेला जति जम्मै हामीलाई यार हेलो ए हजुर म बोल्दैछु हजुर के रे हिँडिहाल्नु पर्यो अहिले अनि आज चाहिँ कुन रिसोर्टमा नि त्यो हात्तीवन र गोकर्णमा चाहिँ भात फिटिकै मिठो छैन कि आज चाहिँ हेलिकप्टर चढेर अलि टाढाको रिसोर्टमा जानु पर्यो के रे ए आज चाहिँ नगरकोट अब भइहाल्छ नि सूर्योदय नि हेर्ने सहमति नि खोज्ने के फरक पर्छ र अनि सुन्नु न त्यो गाडलाई ल्याउने कि नल्याउने के अरे नल्याउने ल ल ठिक छ म एक्लै आइहाल्छु ल हस् 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 भइहाल्छ के गर्नु घर त एकछिन पनि बस्न नपाउने भइयो बा कहिले ऊ रिसोर्ट भनेको छ कहिले ऊ रिसोर्ट भनेको छ तर ठिकै छ रिसोर्ट नि हेरिया छ मुख पनि फेरिया छ के फरक परेको छ र तर यो सहमति भन्ने कुरो चाहिँ भेट्नै गाह्रो हो बा हात्तीवनको जङ्गलमा गए नि भेटिँदैन गोकर्णमा गए पनि भेटिँदैन होइन यो त बाटो चिज प्लेन चढेर विदेशै पुग्यो क्या ठिकै छ अब खोज्दै जानै पर्यो क्या अरे जहाँ भेटिन्छ बोले ए बोले कहाँ गयो म किन गएर ल जा माथि गएर मेरो झोला लिएर आइज त अहिले हिँड्नु पर्ने भयो कहाँ हिँड्नु पर्यो फेरि सहमति खोज्न 3 दलका नेता बसेर सहमति खोज्नु परेन ए आज चाहिँ कहाँ त खै नगरकोटतिर भन्छन् वाह कहिले हात्तीवन कहिले गोकर्ण कहिले नगरकोट जनतालाई चाहिँ चोटै क्या मस्ती छ तिनीहरूलाई नगर बच्चा म मेरो लागि जान लायो हो देशको लागि जान लायो देशलाई निकास दिनु परेन देहलाई दियो निकास होइन अरू पेटलाई चाहिँ निकास दिया छौ भन न दिनै पछि रिसोर्ट घुमेका छौ नयाँ टेस्ट लिया छौ बरु सिधै छुट्टी मनाउनु जान लायो फ्रेस हुनु जान लायो भने त भइगयो नि दुनियाँलाई किन ढाक्नु नपर्दा हुन्छ त्यसै बसेका छौँ हामी बैठक बसेका छैन छलफल गरेका छैन हामीले छलफल गरे भए खै त छलफलको फल किन गर्न नसकेका त सहमति खाली ठाउँ फेर्न मात्र हुन्छ विचार फेर्नु परेन बिरालाले ठाउँ सारे जस्तो सारे गरेर हुन्छ एक ठाउँमा बसेर सहमति गर्न सकिन्न नगरा मोरा एकै ठाउँ बसेर बैठक हुन्छ कटफट गर्नु परेन कटफट नगरिकन माल कसरी पर्छ गेम कसरी हुन्छ कहिले तास खेले आए पो थाहा हुन्छ मोरालाई अब चाहिँ वार्ता चाहिँ टुङ्गिन लाग्यो खालि झिना मसिना 2-4वटा कुरा मिलेको छैन सरकार कसरी निर्माण गर्ने नेतृत्व कसले गर्ने सेना समायोजन कसरी गर्ने संविधान कसरी बनाउने यति मात्र बाँकी हो यो कुरो बाँकी भएको अहिलेदेखि हो र उहिलेदेखि बाँकी छ नि खोइ गोप्य बैठकको उपलब्धि के निर्णय गर हात्तीवनको बैठकले गोकर्णमा बैठक गर्ने निर्णय गरेन त्योभन्दा कति गर्नु पर्यो अब नगरकोटको बैठकले के निर्णय गर्छ त अर्को रिसोर्टमा बैठक बस्ने निर्णय गर्छ नि बरु रिसोर्टमा पुग्छ कि पुग्दैन नेपालमा धेरै रिसोर्ट छैन अब यो सरकार बनाउने संविधान बनाउने भन्दा पनि यसमा पो गम्भीर हुनुपर्ने हो गाँठे